मैले चाहिँ नि भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्न, विदेशीको अगाडि झुक्दिनँ म है। तपाईलाई कस्तो नेता चाहिएको, कस्तो नेतृत्व चाहिएको विचार गर्नु हैन। यो कुराले तपाईँ काट्नुहुन्न मलाई लाग्छ हैन। जस्तो छ त्यस्तै प्रसारण गर्नुहोस्। विदेशीको अगाडि झुक्दिनँ हैन। विदेशीको अगाडि यो देशको शानमान झुकाउँदिनँ है। सिर ठाडो बनेर बाँच्छु म। यो देश पनि त्यसरी नै बाँच्नुपर्छ। देशभन्दा ठुलो विकास हुँदैन है। विकासको ललिपप देखाएर देश लाने मान्छेहरू, देश निलेको इतिहासहरू छ, हाम्रै छिमेकतिर छ। त्यहाँ म हैन नाम लिएर त्यो भन्न चाहन्न। देशको ललिपप देखाएर देशै निलेर लगेको छ नि त। तर यो देशको अस्तित्वको लागि लडिरहेको छु म हैन। हामीले हाम्रो पार्टीको झन्डा किन बनाएनौँ? बनाउन सक्थे हैन। यत्रो तपाईँको छैन अनेक परिको कल्पना गर्न सक्ने मान्छेले एउटा झन्डा राम्रो खालको बनाउन सक्दैन थियो र सक्थे नि त। तर पार्टीको झन्डा बोकेर हिँडेपछि राष्ट्रिय झन्डाको तपाईँको छैन हाम्रो मोह, त्यो प्रतिको सम्मान पनि घटेको देखेँ क्या मैले चाहिँ। मेरो पार्टी कम्स फर्स्ट एन्ड देन नेसन कम्स भन्ने खालको हुँदो रहेछ। तर हामी भन्छौँ फर्स्ट नेसन। जात सुन्नु न, जाति पनि ठुलो हुँदैन देशभन्दा, पार्टी पनि ठुलो हुँदैन देशभन्दा है। त्यसले गर्दाखेरि पार्टी, जाति, वर्ग विभिन्न छ नि हामीलाई फुटाउने, त्योहरू भन्दा माथि छ हाम्रो देश। त्यो देशको ध्वजा, त्यो राष्ट्रिय स्वाभिमानलाई कहिले पनि गिर्न दिन्न म। अब नेपाली जनताले बुझ्ने हो कि होइन।